नमस्ते। आज हामी एउटा निकै नै चर्चित उपन्यासमाथि अलिक गहिरिएर कुराकानी गर्दैछौँ। नमस्ते। विवेक ओझाको मदन पुरस्कार विजेता उपन्यास ऐठन। हो, यो उपन्यास साँच्चीकै नै धेरै तहहरू भएको कृति हो। एकदम। र हामीले केही स्रोतहरू हेरेका छौँ जसले यसको बाहिरी कथालाई मात्र होइन, भित्रको त्यो मनोवैज्ञानिक र दार्शनिक पक्षलाई केलाएका छन्। जुन सामान्यतया पढ्दाखेरि सायद त्यति ध्यान जाँदैन। हो, त्यही गहिराईमा पुग्ने हाम्रो आजको कोसिस रहनेछ। हुन्छ। ल, सुरु गरौँ ऐठन भन्ने शब्दबाटै। यो अनुभव सायद कतिलाई व्यक्तिगत रूपमै भएको पनि होला। त्यो ब्युजिएको तर चल्न नसक्ने अवस्था। हो, आँखा खुला छ तर शरीर चल्दैन, छातीमा केही भारी चिजले थिचे जस्तो। अनि चिच्याउन खोज्दा पनि आवाज नआउने एकदमै डरलाग्दो अनुभव हो। एकदम। तर सामग्रीहरू हेर्दा के लाग्यो भने लेखकले यहाँ एउटा शारीरिक अवस्थाको मात्र कुरा गरिरहेका छैनन्। यो त केही ठूलो कुराको सङ्केत हो। तपाईँले एकदम सही ठाउँमा समाउनुभयो। हामीले हेरेका विश्लेषणहरूको मूल तर्क नै यही हो। लेखकले त्यो नितान्त व्यक्तिगत त्रासलाई उठाएर सिङ्गो राष्ट्रको कथा बनाइदिएका छन्। सिङ्गो राष्ट्रको मतलब सोच्नुस् त, एउटा देश जो 10 वर्षीय द्वन्द्वबाट भर्खर उठेको छ, ऊ ब्युजिएको छ, उसलाई आफ्नो पीडा थाहा छ, तर ऊ चल्न सक्दैन, अगाडि बढ्न सक्दैन। उसको छातीमा विगतको भारीले थिचेको छ। एकदम। ऊ चिच्याउन चाहन्छ तर कसैले सुन्दैन। यसरी हेर्दा ऐठन व्यक्तिको समस्या रहेन, यो त युद्धले पक्षाघात बनाएको समाजको राष्ट्रिय रूपक बन्न पुग्यो। हो, नेशनल मेटाफर। वाह, यो कोणबाट सोच्दा त उपन्यासको शीर्षक नै कति शक्तिशाली रहेछ। एकदमै। अनि यो पक्षाघातको अवस्था पाठकले पनि महसुस गरून् भनेर लेखकले अपनाएको त्यो लेखन शैली पनि अलि अनौठो छ। स्वप्न लेखन वा ड्रिम राइटिङ। हो, पढ्दै जाँदा कतिखेर यथार्थ हो कतिखेर सपना छुट्याउनै मुस्किल। त्यसले त पाठकलाई पनि पात्रको जस्तै अलमलमा पारिदिन्छ। त्यो बेचैनीमा तानिदिन्छ हैन र? हो, त्यो लेखकको जानी गरिएको छनोट हो। पाठकलाई केवल दर्शक बनाउने होइन, बरु पात्रको मानसिक अवस्थाभित्रै हुल्दिने। एकदम। तपाईँ कथा पढिरहनु भएको हुन्न, तपाईँ त्यो पात्रको विक्षिप्त चेतनालाई भोगिरहनु भएको हुन्छ। अनि यहीँनिर मुख्य पात्र पवन कुमारको प्रवेश हुन्छ। हो, त्यो शिक्षक जसको परिवार युद्धले तहस नहस पारिदियो। उसको व्यवहार, उसका कुराहरू सबै यति अवास्तविक लाग्छ कि बारम्बार एउटा प्रश्न आइरहन्छ, के पवन कुमार साँच्चै पागल हो? त्यो प्रश्न त छँदैछ, तर विश्लेषणहरूले अझ डरलाग्दो प्रश्न उठाएका छन्। त्यो के हो? के पवन कुमार साँच्चै विक्षिप्त भएको हो, वा हाम्रो समाज नै यति कुरूप भइसक्यो कि यस्तो समाजमा एउटा संवेदनशील मान्छे रहनु नै पागलपन हो? हो, यो प्रश्नले त हामी सबैलाई एक किसिमले कठघरामा उभ्याउँछ। निश्चय नै निकै असहज बनाउने प्रश्न हो यो। अनि कथाको केन्द्रमा रहेको त्यो विशाल भवन हो, त्यो रहस्यमयी भवन। तमगीहरूले त त्यसको अस्तित्वमाथि नै प्रश्न उठाएका छन्। के त्यो भवन भौतिक रूपमा साँच्चै छ? वाह, त्यो केवल पवन कुमारको क्षतविक्षत दिमागको उपज मात्र हो। एकदम। एउटा यस्तो ठाउँ जहाँ उसका सबै डर, त्रास र सम्झनाहरू मूर्ति बनेर बसेका छन्। यो प्रश्नले त के यथार्थ के भ्रम भन्ने नै छुट्याउन गाह्रो बनाइदिन्छ। र सायद लेखकको उद्देश्य पनि त्यही हो, हाम्रो राष्ट्रिय यथार्थमाथि नै प्रश्न उठाउने। हुन सक्छ हामीले अहिले जुन शान्ति देखिरहेका छौँ, के त्यो साँच्चै यथार्थ हो? वा त्यो पनि कुनै ऐठनग्रस्त मस्तिष्कको भ्रम मात्र हो? सोच्दा पनि अनौठो लाग्छ। सही हो। र लेखकले यो बेचैनीलाई हाम्रो देशमा मात्र सीमित राखेका छैनन्। विश्लेषणहरूले औल्याउने अनुसार ओझाले नेपाली गृहयुद्धलाई एउटा विश्वव्यापी मानवीय त्रासदीको कडीको रूपमा हेर्छन्। त्यसैले त्यो महाभारतको कुरुक्षेत्र र जापानको हिरोसिमासँगको तुलना। एकदम। यो तुलनाले हाम्रो स्थानीय पीडालाई एउटा वृहत र विश्वव्यापी आयाम दिन्छ। त्यो महाभारतसँगको तुलना त साँच्चै नै शक्तिशाली छ, विशेष गरी गान्धारीको प्रसङ्ग। हो, त्यो निकै मार्मिक छ। जसरी कुरुक्षेत्रमा आफ्ना 100 पुत्रको विनाश देखेर गान्धारीले जीवनभर आँखामा पट्टी बाँधिन्। यो कथालाई आजको राज्य सत्तासँग जोड्नु यो त अलि साहसिक भएन र? मतलब एउटा पौराणिक पात्रको व्यक्तिगत शोक र एउटा आधुनिक राज्यको संस्थागत व्यवस्था। हो, के यी दुई एउटै हुन् त? प्रश्न एकदमै जायज हो।
तर विश्लेषणहरू के भन्छन् भने परिणामको हिसाबले हेर्दा खासै भिन्नता छैन। कसरी? गान्धारीले आँखामा पट्टी बाँधेर सत्य नदेख्ने छनौट गरिन्। आजको राज्य सत्ताले पनि त आफ्ना नागरिकको पीडामा, उनीहरूको चित्कारमा एक किसिमले व्यवस्थाको पट्टी नै बाँधेको छ नि, होइन र? भनेपछि दुवै अवस्थामा सत्यलाई व्यवस्था गरिएको छ। हो, पीडालाई अदृश्य बनाइएको छ। माध्यम फरक होला, तर नागरिकले भोग्ने अन्तिम परिणाम त उस्तै भयो नि, व्यवस्था र अन्धकार। यो कोणबाट हेर्दा त यो तुलना एकदमै सान्दर्भिक लाग्छ। यसले राज्यको नैतिक जिम्मेवारीमाथि गहिरो प्रश्न उठाउँछ। र यो राज्यको अन्धोपनले सृजना गरेको पीडा लेखकले केही यस्ता बिम्बहरू मार्फत देखाएका छन् जुन पढेपछि दिमागबाट हट्दैनन्। जस्तै त्यो दृश्य जहाँ एउटी आमा आफ्नो छोरो जिउँदै जलिरहेको हेर्न बाध्य हुन्छन् र त्यो पीडाले दाँत किट्दा किट्दै बेहोस हुन्छन्। त्यो दाँत किट्नु वा लक्ष्य मलाई एकदमै छोयो। हो, र सामग्रीहरूले त्यसलाई केवल शारीरिक प्रतिक्रिया मानेका छैनन्। त्यो दाँत बाँधिनु भनेको बोल्न नदिएको, आवाज दबाइएको एउटा सिङ्गो पुस्ताको मौन चित्कार हो। त्यो किटिएको दाँतभित्र हजारौं अनसुनी कथाहरू, व्यक्त गर्न नसकेका आक्रोशहरू कैद छन्। त्यो आमाको मात्र कथा होइन, त्यो सिङ्गो समाजको कथा हो, जसलाई आफ्नो पीडा बोल्ने अधिकार समेत दिएन। त्यसैगरी अर्को एउटा बिम्ब, फोक्सोमा हावाको सट्टा माटो भरिएर पुरिएका मानिसहरूको कथा। त्यो सुन्दा मात्रै पनि सास रोकिएला जस्तो हुन्छ। हो नि, र त्यसको प्रतीकात्मक अर्थ झनै भयावह छ। त्यसले के भन्छ भने ती मानिसहरूले जीवनको अन्तिम क्षणमा पनि स्वतन्त्रताको सास फेर्न पाएनन्। उनीहरूको फोक्सोमा न्यायको हावा होइन, दमनकै माटो भरियो। हो, यी बिम्बहरूले के देखाउँछन् भने युद्धको असर गोली र बममा मात्र हुँदैन, यसले मानिसको बोल्ने र सास फेर्ने अधिकार समेत खोज्छ। शरीरलाई मात्र होइन, आत्मालाई नै निसासिदिन्छ। एकदम। र यही निसासिएको समाजको अर्को एउटा अनौठो चित्र उपन्यासको अस्पतालको दृश्यमा देखिन्छ। त्यो नर्सको मुस्कान। हो, त्यो मुस्कानलाई एकदमै अनौठो र केही हदसम्म लज्जास्पद भनेर वर्णन गरेको छ। अरूको पीडा र मृत्युको बीचमा त्यो मुस्कान। के अर्थ होला त्यसको? त्यो पढ्दा एकदमै असहज भयो मलाई त। त्यो असहजता नै लेखकको उद्देश्य हो। विश्लेषणहरूले त्यो मुस्कानलाई निकै चाखलाग्दो तरिकाले हेरेका छन्। कसरी? उनीहरू प्रश्न गर्छन्, के त्यो मुस्कान समाजको त्यो वर्गको प्रतिबिम्ब हो? कुन वर्ग जसका लागि अरूको पीडा र त्रासदी केवल एउटा समाचार, कथा वा भनौँ न कन्टेन्ट मात्र हो? जो युद्ध र हिंसाबाट टाढा बसेर त्यसलाई एउटा मनोरञ्जनको रूपमा हेर्छ। हो, वा चासोको विषयको रूपमा उपभोग गर्छ। भनेपछि यो अरूको दुःखमा रमाउने वा कम्तीमा त्यसप्रति असंवेदनशील हुने हाम्रो सामाजिक प्रवृत्तिको आलोचना हो। एकदम। त्यो मुस्कान पीडामाथिको उपहास जस्तै हो। त्यसले समाजको नैतिक खोक्रोपनलाई देखाउँछ। जहाँ एकातिर मान्छे मरिरहेका छन्, अर्कोतिर एउटा वर्गलाई त्यसले छुँदैन पनि। हो, बरु उसले त्यो पीडालाई पनि आफ्नो फाइदाको लागि प्रयोग गर्न सक्छ। त्यो मुस्कानले युद्धको सबैभन्दा कुरूप पक्ष, मानवीय संवेदनाको मृत्युलाई देखाउँछ। त्यसो भए यति धेरै तह, यति धेरै प्रश्न र पीडापछि उपन्यासले पाठकलाई कहाँ लगेर छोड्छ त? केही आशा देखाउँछ? यो उपन्यासले कुनै सजिलो जवाफ दिँदैन, कुनै ह्याप्पी एन्डिङ छैन। बरु यसले पाठकलाई एउटा दोधार र बेचैनीको बिन्दुमा ल्याएर छोडिदिन्छ, जहाँ उनीहरू आफैलाई प्रश्न गर्न बाध्य हुन्छन्। प्रश्न के भने, के हामी साँच्चै त्यो राष्ट्रिय ऐठनबाट बिउजिसक्यौं? के हाम्रो शरीर चल्न थालिसक्यो? वाह, हामीले अहिले अनुभव गरिरहेको यो तथाकथित शान्ति पनि कुनै युद्धग्रस्त मस्तिष्कले देखेको अर्को एउटा लामो र भयानक सपना मात्र हो। उपन्यासको अन्त्यले समाधान भन्दा पनि एउटा स्थायी प्रश्न छोडिदिन्छ। हो, एउटा स्थायी बेचेनी। र सायद त्यही बेचेनी नै उपन्यासको सफलता हो। सामग्रीहरूमा उपन्यासलाई एउटा निकै मार्मिक नाम दिएको छ, मृतात्माहरूको दस्तावेज। यो सुन्दा नै मन भारी हुन्छ। र त्यसको निष्कर्ष झनै गम्भीर छ। जबसम्म हाम्रो समाजको विध्वंसात्मक सोच परिवर्तन हुँदैन, जबसम्म हामीले बदला र घृणाको मानसिकता त्याग्दैनौं, तबसम्म हाम्रो छातीमा ऐठन परिरहनेछ। हामी मानसिक पक्षाघातबाट कहिल्यै मुक्त हुन सक्दैनौं। त्यो एकदमै शक्तिशाली निष्कर्ष हो। ल, आजको हाम्रो यो छलफललाई बिट मार्दा सारमा के भन्न सकिन्छ भने
ऐठन केवल द्वन्द्वको कथा मात्र होइन होइन यो त युद्धपछिको हाम्रो समाजको एउटा मनोवैज्ञानिक निदान हो, डायग्नोसिस। यसले त्यो सपना जस्तो लेखन शैली र शक्तिशाली प्रतीकहरू मार्फत हाम्रो सामूहिक चेतनामा गडेर बसेको डर, पीडा र पक्षाघातलाई बाहिर ल्याइदिएको छ। ती घाउहरू जसलाई हामीले बिर्सिएको नाटक गरिरहेका थियौं, तिनलाई फेरि कोट्याइदिएको छ। अन्त्यमा सोच्नको लागि एउटा प्रश्न छोडेर जाउँ न त। हुन्छ, अवश्य। हामीले छलफल गरेका विश्लेषणहरूले उपन्यासलाई मृतात्माहरूको दस्तावेज बनेका छन्। यदि यो उपन्यास युद्धमा मारिएका, हराएका र आवाजविहीन बनाइएकाहरूको दस्तावेज हो भने हामी जो आज जीवित छौं, हामीले आफ्नो समयको कस्तो दस्तावेज लेखिरहेका छौं? गहिरो प्रश्न। के हामी निको हुने, घाउहरू पुर्ने कथा लेख्दैछौं वा थाहै नपाई अर्को ऐठनको लागि केवल एउटा भूमिका मात्र तयार गर्दैछौं?